काठमाडौँको घर किन यति महँगो पर्यो त? घर बनाउँदै हुनुहुन्छ भने सबैभन्दा टाउको दुखाइको विषय भनेको बजेट नै हुन्छ। अब यो बजेट कसरी कन्ट्रोल गर्ने अथवा लो कस्टमा राम्रो घर कसरी बनाउने त? फर्स्टली हामीले बुझ्नुपर्ने कुरा भनेको घरको बिल्टअप एरिया सकभर कम राख्नुपर्छ। एउटा परिवारको लागि 750 देखि 850 स्क्वायर फिटमा बनेको घर उपयुक्त हुन्छ। 850 स्क्वायर फिट भन्दा बढी एरियामा बनेको घर भने तपाईलाई खासै उपयुक्त हुँदैन र यसले कस्टलाई अनावश्यक बढाउँछ। अब अर्को बजेट कन्ट्रोलिङ आइडिया भनेको सकभर तपाईले फिनिशिङ मटेरियलमा कम्प्रोमाइज गर्नुपर्ने हुन्छ। के 600 पर स्क्वायर फिट पर्ने ग्रेनाइट तपाईको घरको आवश्यकता हो? के 200 पर स्क्वायर फिट पर्ने टाइल तपाईको घरको आवश्यकता हो? यी कुरा बारे विशेष ध्यान दिनुभयो भने तपाईको घर सस्तोमा पनि बन्न सक्छ। तर सस्तो घर बनाउने भन्ने बित्तिकै तपाईले कुनै पनि स्ट्रक्चरल एलिमेन्टमा कम्प्रोमाइज गर्नु हुँदैन। 16 mm को डन्डीको सट्टा 8 mm को लगाउने अथवा एउटा ग्रेडको सिमेन्टको सट्टा त्यो भन्दा कम गुणस्तरीय सिमेन्ट प्रयोग गर्ने यस्तो काम चाहिँ सस्तो घर बनाउँछु भनेर गर्नु भएन। अब अरु कस्तो तरिकाले घर सस्तो बनाउन सकिन्छ त? कमेन्ट सेक्सनमा लेख्न नबिर्सिनु होला।